मेरो बाइक कुदाउनु अप्ठ्यारो भयो नाना भएन के यहाँ हेर्न स्ट्यान्ड बाइक कुदाउने एउटा मान्छे हुन्छ यहाँ स्ट्यान्ड आउने अर्को मान्छे चाहियो होइन ल अनि ल ल ल अब मिल्दैन जुस खाने र जुस खाने होइन केटा म यस्तो खान्छु अनि उनीहरू यस्तो खान्छ अनि कहाँ मिल्छ त नि ओके दाइरा मेरो चाहिँ एक गेम दाइरा जित्नुभयो एक गेम मैले जितेँ अहिले चाहिँ फाइनल गेम फर्स्ट सेट हो हाम्रो हाइकिङ आएको मान्छे यहाँ तास खेलेर वाक्क लाने भयो तास हेरेर यार के गराइदियो ओइ न ल के गरायो अहिले यो खाने ल यो खाने नो 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 ओइ ल ओके हेलो एभ्रिवान सबैजनालाई फेरि पनि मेरो युट्युब च्यानलमा स्वागत छ है अनि अहिले चाहिँ म यहाँनिर होस्टर सफा गर्दैछु क्या आज शनिबार हो अनि शनिबार चाहिँ म जहिले पनि यो होस्टरहरू सफा गर्ने सरसफाइ गर्ने भइरहेछ यहाँनिर सफा गर्दैछु जेले ओइ मा ल जे चाहिँ मलाई लास्ट डिस्टर्ब गरेर सफा गर्न दिइरहेको छैन अनि यहाँनिर ल ल ल ल ल आज चाहिँ म आज दिनभरि शनिबारको दिन मैले के गर्छु त्यो सबै भिडियोहरू बनाउन ट्राई गर्छु है त अब चाहिँ म यहाँनिर सरसफाइ गरिसकेपछि खानासाना खाने अनि गेम खेल्न जान्छु शनिबार चाहिँ म जहिले पनि गेमहरू खेल्न जान्छु क्या ब्याडमिन्टन खेल्न जान्छु अनि गेमहरू खेलिसकेर दिउँसो कता कता जान्छु के गर्छु ओइ यसले त ल ल ल त्यो लियो छोड त्यो छोड ओके अब अहिले चाहिँ लियोको खाना खाने टाइम लियो सिट त्यहाँ बस लियो सिट यो सिट एकछिन खाने एकछिन खाने लियो यता 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 ओइ यता लियो यता लियो यता अहिले नखाने है एकछिन वेट ओके फाइनल्ली मैले चाहिँ सबै सरसफाइहरू गरिसकेँ है सरसफाइ गरिसकेर फ्रेस भएर यहाँनिर बाइक पनि धोएर रेडी भइरहेछ बाइक अनि अब म चाहिँ कपाल काटेर कपाल काट्न जान्छु कपाल काटिसकेर खानासाना खाएर गेम खेल्न जान्छु है त गेम खेलेको म भिडियो राख्छु गेम खेल्न चाहिँ म चाहिँ कपालमा जान्छु अनि कपालमा गेम खेलेर चाहिँ ब्याक भएर अनि साथी ल्याएर उता घुम्नु जाने भन्दैछ अनि त्यो घुम्नु गएको पनि इफ गयो भने यो भिडियो म राखि नै हाल्छु सबैले अन्तिमसम्म हेरिदिँदै गर्नु है त फाइनली अब म चाहिँ रेडी भइसकेँ गेम खेल्न जान आँटिरहेको छु है यहाँनिर ब्यागहरू यहाँ मेरो ऱ्याकेट छ ब्याग बाइक रेडी भइसक्यो त्यहाँ भाइ पनि आइसक्यो रन्जित भाइ आयो अब ओइ चुप लाग जाने होइन भाइ अब जाने होइन अब ओके हामी सबैजना रेडी भइसक्यौँ है त गएर तर गेम ब्याक टु टुरिस्ट सेन्टर हुन्छ ओके गेम कस्तो हुन्छ गेममा गेमको भिडियो राख्छु सबैले हेरिदिनु है त सन्डे यहाँ के टेस्ट खानु कि नआउने भाइ हजुर सन्डे टेस्ट खानु कि नआउने यहाँ मिलाउनु पर्थ्यो भोलि भनौँ त्यहाँ सजिलो छ त्यहाँ सजिलो छ नि होइन सजिलो त्यो गर्दा नि हुन्छ यहाँ ढुक्क हो नि गाडीहरू आउँछ भने ट्राफिक हुँदैन टेन्सन हुँदैन त्यहाँ चाहिँ मजाले आफ्नै होटल त्यसो गरेर हामी एयरपोर्ट आइपुग्यौँ त भिडियोमा एयरपोर्ट आइपुग्यो भने क्या
आज माथि त्यहाँ भलिबल गेम पनि छ होइन अनि भाइ त्यहाँ चाहिँ भलिबल पनि गेम खेल्ने ठाउँ छ क्या त्यहाँनिर भलिबल गेम छ क्या खोइ कति हजारको म्याच विशाल दाइले त्यहाँ भलिबल म्याच पनि भएन खाउँ अनि जाउँ अब कहाँ जाने फोन गरेर मैले त फोन गरेको थिएँ विशाल पुगिसकेर त बाजा चाहिन्छ र कहाँ अहिले कहाँ जाउँ बेलुका खाउँला खाना कहाँ जाने अहिले खाना खान्छु भन्छु न कहाँ बाजार खेल्नु ओके दाइलाई चाहिँ हामीले भेटिसक्यो दाइलाई भनेको अहिले चाहिँ हामी यहाँ सरस्वती नगरमा आइपुग्यो चाबेलको यहाँदेखि अलिकति माथि यहाँदेखि 5-10 मिनट लाग्ला हामी पुग्ने खेल्ने ठाउँमा चाहिँ यहाँ गएर अब कति खेलिन्छ के खेलिन्छ कति टाइममा खेलिन्छ होइन को खेलिन्छ त्यो सबै अहिले म भिडियोमा देखाइ नै हाल्छु भाइको सोच राम्रो छ है के भयो ओके फाइनल हामी चाहिँ यहाँनिर आइपुग्यो यहाँ चाहिँ ब्याडमिन्टन हल हो यो चाहिँ अनि यहाँनिर चाहिँ भलिबलको टुर्नामेन्ट भइरहेको रहेछ गुरुजी भर्सेस सेता रहेछ उता ब्रिटिस गोर्खाको भाइहरू जस्तो लाग्यो यताको चाहिँ खोइ कहाँको गुरुजीहरू अरू सेन्टरको गुरुजीहरू जस्तो लाग्यो यहाँनिर भइरहेको छ भाइहरू कुन टिमले त यो ओहो के हो यो ब्रिटिस गोर्खा ट्रेनिङ सेन्टरको उताको ट्रेनिङ भर्सेस ट्रेनर भइरहेको छ कति भयो स्कोर दाइ ओके यता भइरहेछ दर्शक गुरुजी भर्सेस अनि ट्रेनीहरूको राम्रो गेम भइरहेको रहेछ हामी चाहिँ खासमा चाहिँ ब्याडमिन्टन खेल्न आएको यहाँनिर गेम भइरहेको कारणले गर्दाखेरि पुनः पनि अङ्क गुरुजी टिमलाई गुरुजी टिमको अङ्क 5 रहेको छ भने धरानी टिमले खाता खोलेको पाइदैन तर म चाहिँ भलिबलको बारेमा नलेज छैन कारणले गर्दाखेरि त्यसै आउँदैन भलिबल उत्कृष्ट सर्ट सँगसँगै धरानी टिम पनि खाता खोल्न सफल भएको छ धरानी टिम 1 रहेको छ भने गुरुजी टिम 5 आउट भएको सूचना गरिन्छ हाम्रो गुरुजी टिमले जित्नुभयो अहिले गुरुजी भर्सेस ट्रेनिङ खेल्नु रहेछ गुरुजीहरूले चाहिँ जित्नुभयो अहिलेको अब चाहिँ हामी गेम खेल्न जान्छौँ भने बाहिर हुनु रहेछ यसपछिको खेल रन्जित टिम भर्सेस होस्टेल बी हुने भएको हुँदा खेलाडी मित्रहरू उच्च फलका साथ बसिदिनु ओके ल आउट ओके फर्स्ट म्याच चाहिँ हाम्रो सुजन दाइ र विशाल दाइको सुरु भइसकेछ यो चाहिँ हाम्रो दाइहरूको चाहिँ चना र अन्डाबाजी है त चना अन्डाबाजी भइरहेछ यो चाहिँ फर्स्ट म्याच चाहिँ यसो वार्मअपको लागि मात्रै यसपछि फेरि हाम्रो डबल्सको गेम जान्छ कति भयो दाइ 2-6 3-6 out 7-3 4-7 5-10 योभन्दा अगाडिको गेम चाहिँ यता विशाल दाइले जितिसक्नु भयो अब यो चाहिँ सेकेन्ड म्याच हो राइट 16
खाजा पाक्दैछ गेम हुँदैछ है 17 यहाँ रञ्जित भाइ फर्ममा बसिरहेको छ नि त खेल्नलाई 17 केयरमा हौ 17 Right. 8-1. आइसकेको छ तर गेम चाहिँ सकेको छैन है त गेम चाहिँ सकेको छैन गेम चाहिँ सकेको छैन तर यहाँनिर खाजा चाहिँ आइसकेको छ बाजी चाहिँ आइसकेको छ अब कस्तो चाहिँ छ होइन हार्नेले खाजा गर्छ पैसा तिर्नु पर्ने हुन्छ ओके गुरुङ दाले जित्नु भयो त हार्नु भएन दाइले जित्नु भयो खाजाबाजी चाहिँ दाइहरूमा छ अब मेरो पालो है त मेरो पालो त रञ्जित भाइ म हो भाइ आइया अस्ति फुटबल खेलेको फुटबलले हान्नु भएको छैन रहेछ ओके हारेर कस्तो भयो भाइ चाहिँ मसँग एक गेम हारिसक्यो भाइ त 15 पोइन्ट दिएको र पनि हार्यो भाइ यार अब दाइसँग म खेल्न गएको छु कति हो त नि भाइलाई 15 पोइन्ट दिएको र पनि हारेँ भाइ अब दाइ र म यो गेम खेल्छौँ अनि त्यसपछि हाम्रो आजको गेम सकिन्छ होला किनकि सेकेन्डमा मेरो अर्को पनि प्रोग्राम छ नि त त्यही भएर
ओके दाइरा मेरो चाहिँ एक गेम दाइले जित्नुभयो एक गेम मैले जितेँ अहिले चाहिँ फाइनल गेम फर्स्ट सेट हो हाम्रो 1,000को बाजी छ होइन अब खेलिहाल्नुपर्छ फाइदा सर आउट
फाइनली मेरो ब्याडमिन्टन गेम चाहिँ सकिसक्यो खेलिसक्यो आज 3 गेम मात्रै खेलेँ क्या आज उता हाइकिङ छ दिदी नानाहरूसँग हाइकिङ छ साथीहरूसँग अनि त्यही भएर म चाहिँ छिटो निस्किहालेँ अनि यहाँ चाहिँ भलिबल गेम अझै सकेको छैन रहेछ भलिबल गेम भइरहेछ यहाँ एकछिन बस्नु न त भाइ हेर्नु भनेर भन्नुहुन्थ्यो दाइले त्यही भएर म चाहिँ अब हतार भएकोले गर्दाखेरि बस्दिनँ म चाहिँ निस्किनु पर्नेछ अहिले चाहिँ म ठ्याक्कै फैका चोकमा छु है त फैका चोकमा छु अब मेरो आज हाइकिङ नभएको भए चाहिँ म यहाँनिर दिनभरि नै गेम खेलेर बस्थेँ बेलुका 4-5 बजीसम्म गेम खेलेर बस्थेँ होइन दिनभरि हामी चाहिँ स्पोर्ट्स खेलेर बस्छौँ क्या ब्याडमिन्टन खेल्ने बस्ने यतै खाजा खाने गर्थ्यौँ किनकि अब हप्तामा 1 दिन मात्रै मेरो फ्री हुन्छ क्या शनिबार बाहेक अरू बेला चाहिँ म बिजी नै हुन्छु त्यही भएर चाहिँ म शनिबार चाहिँ गेम खेल्ने बस्ने बाहिर डुल्ने घुम्ने गर्छु अरू बेला त मेरो बिहान पनि ट्रेनिङ हुन्छ 6 बजेदेखि 12 बजीसम्म ट्रेनिङ क्लासहरूमा बिजी हुन्छ अनि बेलुका भनेको तपाईँको 1:30 बजेदेखि बेलुका 6 बजीसम्म बिजी हुन्छु त्यही भएर कतै जानु पाउँदैन क्या अनि होस्टल मात्रै हुन्छ त्यही भएर शनिबार आउँदाखेरि चाहिँ मलाई एकदमै रिलिफ फिल हुन्छ क्या एकदम फ्री भएको जस्तो हुन्छ अनि शनिबार हुने बित्तिकै बिहान खानासाना खाने अनि निस्किने अनि एकैचोटि 10 बजी निस्केपछि एकैचोटि बेलुकामा घर पुग्ने हुन्छ कि मेरो चाहिँ शनिबारको रुटिनै त्यस्तो हुन्छ है त अनि अहिले चाहिँ म फैकादेखि अब झर्दैछु तल सरस्वती नगरमा साथीहरू स्नोकर खेलिरहेको छ अरे त्यहाँ साथीहरूलाई भेटेर त्यहाँदेखि जाने स्नोकर पनि खेल्थेँ म पहिला चाहिँ स्नोकर पनि डरै खेलिन्थ्यो अहिले चाहिँ केही कारणवश केही रिजनहरूले गर्दाखेरि स्नोकर चाहिँ अहिले मैले खेल्नु लगभग छोडिसकेँ भनौँ न त्यही भएर पेट्रोल पनि हाल्ने बेला भइरहेको रहेछ अबको अहिले डेस्टिनेसन भनेको चाहिँ हामी चाहिँ उता कालो पानी जाने भनेर छ क्या साथीले पहिला कलेजको साथी हो कलेजसँगै पढेको हो अनि अस्तिदेखि भनिरहेको थियो क्या शनिबार मात्रै त फ्री हुन्छस् भेट्नुपर्छ अनि कतै सानो सर्ट डिस्टेन्सको हाइकिङ टाइपको गर्नुपर्छ भन्दै हुनुहुन्थ्यो अनि त्यसको लागि हामी चाहिँ अब आज चाहिँ एकछिन 3 बजिसकेको छ 2:30 भइसकेको छ हाइकिङ जान्छौँ कालो पानीमा किनभने साथीसँग नभेटेको पनि धेरै भयो अनि यो हाम्रो प्लान चाहिँ पहिल्यैदेखिको क्या कति हप्ता भइसक्यो अनि म चाहिँ ब्याडमिन्टन खेल्नु आइहाल्छु त त्यही भएर कतिचोटि क्यान्सल भइसक्यो अनि आज चाहिँ म्यानेज गरेर जसरी पनि जाने भनेर भनेको छ त्यो चाहिँ किन कालोपाटी जानु आँटेको भन्दाखेरि चाहिँ अलिक नजिक पनि छ क्या नजिक पनि छ जानलाई इजी पनि हुन्छ बाटोहरू राम्रो छ भन्दै थियो साथीले अनि ठाउँ पनि राम्रो छ भन्दै थियो क्या गुराँसहरू फुलेको छ हल्का हल्का अनि उकालो सुकालो हिँड्ने यसो भन्दै थियो त्यही भएर चाहिँ त्यहाँ जान लागेको हो अब हेरौँ त्यहाँ ठाउँहरू कस्तो छ होइन के कस्तो छ अनि त्यहाँ गएर म थोरै भिडियोहरू बनाउँछु किनकि भिडियो लामो हुन्छ क्या किनकि बिहानदेखिको रुटिनको भिडियो बनाइरहेको छु के गरेँ बिहानदेखि भनेर अनि अब ब्याडमिन्टन खेलेको 3 गेम खेलेँ मैले 3 गेम खेल्दाखेरि चाहिँ मैले अब 1 गेम चाहिँ जितेँ 2 गेम चाहिँ हारेँ दाइसँग हारेँ पछिल्लो समय अहिले म खासै खेल्न सकिरहेको छैन क्या गेमै खेल्न सकिरहेको छैन फिटनेसको लागि भए पनि तर खेल्नु चाहिँ खेलिरहन्छौँ हामी त्यही भएर ब्याडमिन्टन खेलेको चाहिँ मैले 1 गेमको मात्रै सर्ट क्लिप मात्रै राख्छु होला किनकि भिडियो लङ भयो भने तपाईँहरूलाई पनि हेर्नु झ्याउ लाग्छ नि त त्यही भएर चाहिँ म एकदमै छोटो मात्रै भिडियो राख्छु सानो क्लिप मात्रै
सबैजनाले हेरेर साथ सपोर्ट गरिदिनु पर्ने हुन्छ। ओके, नानाको घरमा आइपुग्यो, सबैजना रेडी। दाइ हुनुहुन्छ, नाना, दोस्त है। अब यहाँदेखि स्टार्ट 3 बजिसक्यो, ढिलो भइसक्यो, अलिक फास्ट गरेर जानुपर्ने हुन्छ। 3 बजिसक्यो, यहाँदेखि निस्केको हामी चाहिँ निस्किनुपर्ने हुन्छ, किनकि ढिलो हुन्छ क्या। त्यही भएर 7 बजीमा सालले परेको छ, अब निस्केको है त। ओके, हामी चाहिँ अब यहाँबाट नानाको घरबाट हिँड्यो है त। 2 जना फोरेनरहरू बोकेर हिँडिरहेको छ लाइन। ओके, ल कता हाइवे हुँदै जाने हो? हाइवे हुँदै जाने हो कि कता? दाइ चाहिँ यहाँ पेट्रोल हाल्नु हुँदैछ है त। समीर, अलिक सर्ट बाटो छैन? सर्टकट बाटो, सिधै कलङ्की निस्किने बाटो क्या? सिधै कलङ्की रे? कि हाइवे हुँदै जाने 7 बजी हुँदै? कलङ्की निस्किनु पऱ्यो क्या हामीलाई जे भयो नि। कति सफा जुत्ता नि? कता जाने? धुलोको बाटो के हाइवे हुँदै जाने हो त? धुलोको बाटो नजाने भए हाइवे छोडेर जाने, न धुलोकै बाटो हाइवे। सर्टकट त हाइवे नै छिटो। हाइवे लेट्स गो। ल ल, ओके, फाइनल हामी चाहिँ अब हाइवेकै बाटो जानुपर्ने भयो है त। अहिले रत्न पार्क चुडुखेलमा आइपुग्यो। भित्रको बाटो हुँदै आएको क्या, मैती देवी हुँदै आएको। हामी चाहिँ यहाँ चुडुखेलमा छौँ। चुडुखेलमा अब यहाँदेखि चाहिँ हामी सिधै त्रिपुरेश्वर हुँदै सिधै कलङ्की निस्किन्छौँ। अनि त्यहाँ कलङ्कीमा मैले साथीलाई चाहिँ डाइरेक्ट त्यहीँ बोलाएको छु। अनि साथी त्यहीँ कलङ्कीमा बिहानदेखि पर्खेको, त्यसले मार्छ होला त्यसले मलाई। ब्याडमिन्टन खेल्नुले गर्दाखेरि भयो। यहाँबाट चाहिँ हामी लेफ्ट लाग्नुपर्ने हुन्छ। धरहरा आइपुग्यो है त। धरहरा दामी देखिरहेको छ धरहरा चाहिँ, विथ लेडी भ्लगरसँग छु है त म चाहिँ आज। पछाडि चाहिँ नाना हुनुहुन्छ, हर्षु नाना, उहाँको पनि च्यानल छ हर्षु। तपाईँको नाम त के भन्छ? हर्षु साम्बाङ होइन? तपाईँको च्यानल नाम के भन्छ? हर्षु राई होइन? हर्षु राई छ। मेरो भ्युवर्सहरूले नानाको भ्लगलाई पनि चेकआउट गरिदिनु होला। उहाँ पनि न्यू नै हो, न्यू बिगिनर नै हो। उहाँ पनि बिगिनर नै हो युट्युबमा। सबैजनाले उहाँलाई पनि यसो सपोर्ट गरिदिनु होला है त। हामी चाहिँ रङ्गशालामा आइपुग्यो। अब रङ्गशालाबाट राइट लाग्नुपर्ने हुन्छ। अलिक केटाहरू कहाँ पुगिसक्यो? राइडर छ केटाहरू फेरि। कलङ्कीमा साथीहरू हरायो, त्यही भएर हामी यहाँ मकै खाना बसिरहेको छौँ। नाना मकै खानु मन लाग्यो अरे। म चाहिँ यता छु, दाइ चाहिँ यहाँ आइपुगिसक्नु हो। एउटा साथी अनि यताबाट समयहरू आइपुग्नु भएको छ। त्यही भएर यहाँ कलङ्कीमा वेट गरेर मकै खाँदै बसिरहेको छौँ है त। कस्तो छ? यो अन सिजनको मकै हो नि त, त्यही भएर दामी 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 दामी। यस्तो क्लोथ नलक्का माछाले अघि घरले ठोक्यो। ठोकिँदैन हतपति। भरे चाहिँ मेरो बाइक चलाउनु पर्यो यो बाटोमा।
दामी रहेछ यार राइडको लागि क्या सिङ्गल राइडको लागि क्या तेरो टर्निङ चाहिँ मलाई अलिक खतरनाक लाग्यो है धराप लाग्यो टर्निङ आमा रेस खेल्ने हो कि हो रेस खेल्ने हो कि हो अगाडि गुम्बा जाने पनि त्यतै हो र होइन होला खोइ सबै फर्क्यो अब हामी जाँदैछ मैले अनि दामी रहेछ यो त ओहो पानी पर्यो सिट भयो नि त यार भन न ठाउँ त दामी रहेछ तर दामी सिट हो नि त यार हाइकिङको लागि चाहिँ ठाउँ दामी रहेछ हाइकिङको लागि चाहिँ तर ढिलो आयो क्या 5 बज्यो अनि ओहो दामी चिसो भने त धन्न ज्याकेट लगाएर छ यार जग्गाहरू राम्रो क्या राम्रो रहेछ ए यहाँको भिडियो मैले भाइरल भएको छ नि एउटा ट्राफिक पुलिसले यहाँनिर रोक्नु खोज्छ नि भाइको क्या यही हो र यहीँनिर रहेछ पानी परेर गिटी भयो अरू सबै ठिकै मेरो बाइक कुदाउनु अप्ठ्यारो भयो नाना भएन कि यहाँ हेर्न स्ट्यान्ड बाइक कुदाउने एउटा मान्छे हुन्छ यहाँ स्ट्यान्ड आउने अर्को मान्छे चाहियो होइन ल अनि ल्या 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 यस्तो छ मान्छे अनि यस्तो मान्छे बाइक कुदाउँछ सुदा हुन्छ पल्टिँदैन होइन कि भाषा के गर्छ ओके हामी चाहिँ फाइनली यहाँ आइपुग्यो है त कालबारी आइपुग्यो तर ठाउँ चाहिँ दामी बर दामी रहेछ तर हामी अलिक लेट आयो यहाँ यस्तो दामी ठाउँ रहेछ ल यस्तो गाउँ पनि यस्तो दामी ठाउँ बनाएर क्या अहिले पुरै रिसोर्ट एरिया बनाएर होइन सबै मान्छे शनिबार चाहिँ धेरै मान्छे हुँदैछ क्या यो पनि फाइनली आइपुग्यो अनि म चाहिँ यहाँ छु है यहाँनिर नाना र दोस्तहरू दाइहरू दामी ठाउँहरू रहेछ अनि म चाहिँ यहाँ छु है त ल दामी ठाउँ छ दामी दामी बब मार्जिन ए ओके यस्तो ठाउँ छ नाना तर यो चाहिँ आउँदैन होला युट्युबमा फेरि कपिराइट आएको छ नि त अब मिल्दैन जुस खाने होइन केटा म यस्तो खान्छु अनि उनीहरू यस्तो खान्छ अनि कहाँ मिल्छ त नि यस्तो दामी ठाउँ छ यस्तो दामी यस्तो माहौल छ यस्तो दामी माहौल छ यस्तो दामी माहौल छ अनि यहाँ मुनि चाहिँ काठमाडौँ ललितपुर दामी देखिरहेछ यतातिर यस्तो खतरा देखिरहेछ है अनि हामी चाहिँ दामी भ्यू देखिँदो रहेछ होस् कुन चाहिँ हो तेरो अगाडि तेरो कुन चाहिँ हो तेरो कुन चाहिँ हो यो चाहिँ कसको हाइकिङ आएको मान्छे यहाँ तास खेलेर वाक्क लाने भयो तास हेरेर यार
तर जस ठाउँ चाहिँ यस्तो बबाल छ यार, यस्तो बबाल छ। ठ्याक्कै यो चाहिँ कतातिर हो भनेर ठमाउन सकेको छैन, तर बनाउनु देखिरहेछ। यो यता मुनिको चाहिँ कवाङ्गी साइडहरू जस्तो लागिरहेछ। जस यहाँ आएर यसो घुम्नलाई भिजिटको लागि चाहिँ एकदम राम्रो रहेछ बस्ने। अनि यतातिर चाहिँ जङ्गल गुराँसहरू फुलिरहेछ जङ्गलतिर। अनि अब हाइकिङको लागि पनि यो एकदम गुड स्पट रहेछ है। तलबाट यस्तो यस्तो हिँड्दै हिँड्दै आएर जङ्गलले हुँदै यतातिर एकदम राम्रो ठाउँ छ जे होस्। अनि यहाँनिर नानाहरू चाहिँ म्यारेज खेल्दै हुनुहुन्छ है त। खाजा मगाइरहेछ, खाजा आइदिन्छ चाहिँ म्यारेज खेलेर म्यारेज खेल्दै हुनुहुन्छ। मलाई चाहिँ आउँदैन, म चाहिँ खेलेको छैन। म चाहिँ जे होस् यस्तो भिडियो बनाउँदै बसिरहेको छु केटाहरूको। यस काठमाडौँ एरियाबाट आउनुलाई चाहिँ एकदमै नजिकको स्पोट हो क्या यो। कति 20-25 मिनटमै आइपुग्दो रहेछ तल कलङ्गीबाट। 25-30 मिनटमै आइपुग्यो हामी चाहिँ। साथीहरूलाई पर्खिँदै आउँदाखेरि त्यतिमै आइपुग्यो। जे होस् नजिकै रहेछ आउनलाई। हामी 4 बजे 4:30 बजीतिर हिँडेको होला। बेलुका बेलुकै आएको हो, नजिक छ भनेर बेलुका बेलुका आएको हो। त्यही भएर यहाँनिर यस्तो ठाउँ छ। यो चाहिँ फोरेस्ट क्याम्प हो है। फोरेस्ट क्याम्पमा आएर हामी चाहिँ खाजा खानु बसिरहेको छौँ। खाजा खाने चिसो खाएर हामी चाहिँ फेरि तलतिर जङ्गलतिर एकछिन घुम्दै ब्याक हुन्छौँ, किनकि लेट भइसक्यो, होस्टेल जानुपर्छ। त्यही भएर किन के हुन्छ त्यो भने चाहिँ म्यारिज भन्छ कि यसलाई हो जानीको हो नि त। तिमीलाई एउटा उल्टो गर्छु है मसँग म्यारिज छ। जे होस् नानाहरू चाहिँ काठ खेलिरहनु भएको छ। म चाहिँ यहाँ भ्यू हेरेर इन्जोय गरिदिइरहेको छु है त। यस्तो दामी ठाउँ छ। यता म पहिला आएको थिइनँ क्या, यहाँदेखि उतापट्टि चाहिँ गएको थिएँ। यहाँ कालुपानीमा चाहिँ आएको थिइनँ, फर्स्ट टाइम हो। जे होस् राम्रै रहेछ। यता आउँदाखेरि चाहिँ अलिकति बिहानै 10-11 बजी आउँदाखेरि एकदम राम्रो हुन्थ्यो। हामी चाहिँ लेट आयौँ, 5 बजी आइपुगेको थियौँ। किनकि मेरो गेमले गर्दाखेरि अलिक ढिला हो। मेन चाहिँ मैले गर्दा पनि ढिलो भयो। साथीहरू त बिहानै रेडी भइसकेको थियो, त्यही भएर आज ढिला भयो। एकदम ठिकै छ, गर्मी हुन्थ्यो छिटो आएको भए। अहिले आएर ठिक्क मौसम ठिक्क भइरहेछ। यहाँ काठ खेलिरहनु भएको छ साथीहरू। नाना उता दाई हुनुहुन्छ, सिङ्गर दाई हुनुहुन्छ है। उहाँ फेरि कति बेला देख्नु पनि भएको होला उहाँलाई। ओइ घरि हरियो खान्छस्, घरि रातो खान्छस्, के हो यो खासमा चाहिँ केटा? ब्रान्डमा खान्छ त केटा त यार। म चाहिँ यस्तो खानुपर्छ। यहाँ काठ खेलिरहनु भएको छ। म चाहिँ दर्शक भइरहेको छु। अनि उतापट्टि अर्को ग्रुपले गीत गाइरहेको छ। यो चाहिँ मलाई खाउन जस्तो हेर्छ के हो केटा? भोक लाग्यो तँलाई? खाउन चाहिँ खाइहेर जस्तो मलाई। यस्तो दामी छ। यस्तो छु यता छु, दामी भ्यू देखिरहेको छ पछाडि। दामी छ कालुपानी ठाउँ भनेर हो यो चाहिँ। जे होस् यहाँ दाईहरू हुनुहुन्छ, इन्जोय गरिरहनु भएको छ। जे होस् यति यस्तो बबाल हानी खेलिरहनु भएको छ है त। के छ केटा? जापानिज देखिरहेको छ त, काउबोय देखिरहेको छ त। ओइ काउबोय चाहिँ देखिरहेको छ त। काउबोय भन्दा के गर्छ चस्मा ओइ ओइ यसको इन्ट्री त खतम छ त। ओ घोडा खोइ, घोडा कहाँ छ तेरो? अनि तबेलामा घोडा राखिरहेको छ अरे। ओ नाना कस्तो हो? बबाल रमाइलो भएर छैन त। ओके अहिले चाहिँ कति बज्यो? 6:30 भइसकेको छ। अब हामी चाहिँ यो लास्ट अन्तिम यो चिया हो। 3-4 लट चिया खाइसक्नु भयो दाइहरूले। म चाहिँ खासै चियाहरू खाँदैन। अनि यो चाहिँ अन्तिम लट चिया खाँदै हुनुहुन्छ।
3-4 लट चियाहरू खाइसक्नु भयो अनि यो चाहिँ हाम्रो अन्तिम लट हुन जान्छ अनि पल्लो ग्रुपले चाहिँ लाइभ म्युजिक गाउँदै हुन्छ क्या रमाइलो गर्दै सकिसक्यो अब ढिला हुन्छ त्यही भएर ब्याक हुनुपर्ने हुन्छ खासमा भनेछु हाइकिङ आएको मान्छे यहीँनिर रिसोर्टमा बस्दा बस्दा टाइम गयो के भन्ने मेरो भाइहरूले यस्तो हाइकिङ ल्याउँछ त्यहाँ पार्क नपर्ने हाइकिङ हिँड्नै नपर्ने ठ्याक्क पार्क गर्यो 20 पाइलामा चाहिँ यहाँ आइन्छ अनि फर्केर गयो यसो वेट चाहिँ मेरो 10-25 ग्राम भए पनि घट्छ कि भनेको खुवाएर 1 केजी खुवाएर वेट गेन गरेर लान्छ के भन्नु र यता फेरि हाम्रो बब मार्ली फ्रम रत्न पार्क छ अनि कस्तो भएछ रमाइलो भइरहेछ नि त एकदम मेरो भाइलाई के भनिस् रे केटोलाई त टुरिस्ट देखिरहेको जस्तो केटा काउवे फ्रम नेदरल्यान्ड यो फेरि इन्जिनियर हुक्का इन्जिनियर हुक्का बनिरहेको छ ओके फाइनली आजको हाम्रो घुम्ने कार्यक्रम सकिसकेको छ अब हामी चाहिँ अन्तिम भइसक्यो हामी चाहिँ अब ब्याक हुँदैछौँ है त फर्किँदैछौँ फर्किन लागेको लेट भइसक्यो अनि किनभने अब होस्टेलमा पनि जानुपर्ने हुन्छ भाइहरूलाई हेर्नुपर्ने हुन्छ त्यही भएर चाहिँ अब हामी ब्याक हुँदैछौँ है त यहाँनिर त्यहाँ बसेर बाइकहरू हाम्रो माथि पार्कमा गइरहेछ अब चाहिँ सिधै नन स्टप कतै नबसी सिधै होस्टेल जान्छौँ साथीहरूले यहाँनिर बाहिर खाना खाने भन्दैछ कतै बसेर अब भयो भने खाना खाने अनि ब्याक के छ केटा हाउ वाज माई ब्रदर नाना आज कस्तो नाच्ने मन थियो है कस्तो भयो नि अब रुममै गएर नाना नचाउनु पर्ला जस्तो नाना नाच्नु नमिलेर हुन्छ कार्यक्रम सक्यो आजको चाहिँ अब हामी चाहिँ ब्याक टु कता रे केटा ओके हामी चाहिँ अब केटाले खाना खाने भन्दैछ बाहिर ब्याग बोक्नु तपाईँ खाना खाने भन्दैछ बाहिर खाना खाने अनि छुट्टिने है त यो चाहिँ मलाई सम्मान गर्दाखेरि अघि दिनुभएको थियो यो मैले त्यही भएर यहीँ बाइकमा राखेँ तपाईँ चार्ज हाल्नुभयो रोड चाहिँ दामी छ रोड चाहिँ दामी छ अहिले चाहिँ कोही पनि मान्छेहरू होइन किनकि सबै मान्छेहरू फर्किसकेको छ क्या सबैभन्दा लास्ट चाहिँ हामी नै भइरहेछ यस्तो दामी रोड क्या कुदाउनु यस्तो मजा आउँछ अब सिङ्गलमा त यहाँ त कस्तो मजा आउँछ अनि बाँच्नु पर्यो आपसको बिछोडमा पनि तिमी पनि छ रह्यौ होला पाउन सकिन अब मेरो अर्थना सुन्ने कोही छैन अब मेरो अर्थना सुन्ने जीवनमा एक्लो थिएँ एक्लो नै हुँदैछु